वाट इज म्यानिफेस्टेसन? म्यानिफेस्टेसन भनेको के हो? म्यानिफेस्टेसन भनेको म्याथमेटिक्स हो क्या, यो कुनै म्याजिक होइन। जबसम्म एउटा टमाटरको बोटले एउटा टमाटर धान्न सक्ने क्षमता हुँदैन तबसम्म त्यो रुखमा चाहिँ टमाटर फल्दैन क्या। तर पिपुल थिङ्स म्यानिफेस्टेसन इज सम अफ अलादिनका चिराग हैन, जस्तो अलादिन अब त्यो जिनीबाट निस्किन्छ र तपाईको विश चाहिँ फुलफिल गरिदिन्छ भन्ने सोच्नुहुन्छ के, तर त्यो होइन के म्यानिफेस्टेसन भनेको चाहिँ। म्यानिफेस्टेसन भनेको कस्तो भने जबसम्म तपाईले कुनै चीजलाई अब माने एउटा गोल हुन्छ नि अचिभ गर्नको लागि तपाईले सोच्नुभयो हैन, त्यसलाई मनदेखि भित्रबाट तपाईले जब एक्सेप्ट गर्नुहुन्छ त्यो गोललाई कि यो मेरो हो, मैले यो पाउँछु, जस्तो पैसा अब 1 महिनामा अब 1 लाख कमाउँछु भनेर सोच्नुहुन्छ भने त्यसलाई चाहिँ अब मनले चाहिँ अब भित्र बाहिरबाट चाहिँ 1 लाख कमाउँछु भन्नुभयो तर भित्र मनबाट चाहिँ 10,000 आए नि हुन्छ भन्नुभयो भने तपाईको त्यो म्यानिफेस्टेसन हुँदैन के। जब तपाईले 1 लाखलाई एक्सेप्ट गर्नुहुन्छ कि हो म कमाउन सक्छु भनेर एक्सेप्ट गर्नुहुन्छ हैन, तपाईको जब तपाईको यो ब्रेन, तपाईको यो हार्ट अनि यो बडीले जब एक्सेप्ट गर्छ नि त्यो महिनाको 1 लाख कमाउँछु भनेर पूर्ण रूपले, त्यसपछि मात्र त्यो म्यानिफेस्टेसन हुन्छ के। त्यसैले म्यानिफेस्टेसन भनेको चाहिँ म्याजिक होइन के, यो चाहिँ म्याथमेटिक्स नै